मेरो प्रिय मेरो सबै थक मेरो हाँसो कति र रोक मेरो रुवाई उत्तेजना र शोक मेरो नरकर मेरो स्वर्ग मलाई याद आउँछ ती दिन पर्खी बसलाई केही छिन् छोड समाति राखेको हात याद तिम्रोमा मन बिचको वेदना यो लत्रिएको भावना यो मुटु समातेर राख्न कति गाह्रो तो हेलो गाइस, कैसे त मेरो मुटुको टुक्रा वेलकम ब्याक छ त आजको नयाँ ब्रान्ड न्यू एपिसोडमा। र आजको ब्रान्ड न्यू एपिसोड तपाईँलाई थाहा भइहाल्यो होला के अरे हामी कहाँ जाँदैछौँ भन्ने। र आज चाहिँ हामी जाँदैछौँ सिस्नेरीको अब नेचुरल स्विमिङ पुलतिर। किनभने अब मेरो साथीहरू पनि मलाई यो साथीहरू चाहिँ मेरो कस्तो भने बच्चा बेलाको गुच्चा खेल्ने साथीहरू हो क्या। केटाहरूले चाहिँ के हुन्छ नि, ल जाउँ आज लास्टै गर्ने चाहिँ सिस्नेरी जाउँ गएर आइदिउँ। र हुन पनि म नि घरमा बसिरहेको थिएँ, ल हुन्छ नि त गइदिउँ। अन द स्पट प्लान बनाएको, अन द स्पट निस्केको। यसरी निस्क्यो भने चाहिँ सबै कुराहरूमा हुने भइहाल्छ। र केटाहरू चाहिँ अगाडि नि आएर बसेको थिएँ, म चाहिँ मम्मीलाई पुऱ्याएर अनि म केटाहरूबाट आउँछु। हेलो भाइ, खाजानु हो जाउँ ल गरीबदेखि त हामी मात्र हो क्या हो एस्प्रो 2 त्यहाँनिर चेकिङ हुन्छ। मसँग प्रमिस बस ल मसँग ब्याग बुढालाई दे लोन नआउनु यता नि ब्याग छ क्या हेर्नु न मसँग हेलमेटमा राख्ने चिन माउन्ट पनि थियो, तर चिन माउन्ट चाहिँ अहिलेसम्म मैले हालेको छुइनँ। छन चाहिँ छ क्या मसँग, तर अहिले चाहिँ म चेस्ट प्याडबाट नै भिडियो रेकर्ड गरिरहेको छु। चेस्ट माउन्ट हो कि चेस्ट प्याड भन्छ कुनै छातीमा राख्ने, किनकि अब म साइकलहरू पनि खेलिरहेको हुन्छु नि त, त्यही कारणले अनि राइडहरू जाँदाखेरि पनि छातीमै राखिरहेको छु गोप्रो पनि। खास चाहिँ मैले हेलमेटमा राख्नु खोजिरहेको छु, तर टाइम मिलिरहेको छ नि, त्यसलाई म भिडियोहरू बनाएर मसँग छ त्यस्तो बिस्तारै आफ्नो एउटा फ्लोमा बनाउने सोचिरहेको छु। तर खै टाइमै मिलेको छैन, घर आएको 2 महिना हुनु आँटिसक्यो। अब यता घुम्दा उता घुम्दा भन्दा यस्तै भइरहेको छ जिन्दगी। जो दिल से लगे उसे कह दो हाय 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 हाय, जो दिल ना लगे। एउटा सानो नोटिस भन्नाले एउटा सानो मेसेज ल, को चाहिँ तपाईँहरू 0x च्यानलबाट चाहिँ आउनु भएको छ। 0x चाहिँ पहिलाको मेरो पुरानो गेमिङ च्यानल थियो र मैले भनेको थिएँ, पहिला मेन्सन पनि गरेको थिएँ म नेपाल गएपछि म सायद म भ्लगिङ स्टार्ट गर्छु होला पनि भनेको थिएँ। र म अहिले गरिरहेको छु, तर कहाँनिर के गर्ने स्टिल अब गेमिङ जस्तो त पक्कै पनि छैन। यो भ्लगिङमा चाहिँ अप्ठ्यारो नै छ भन्नाले कति धेरै कुराहरू सिक्न बाँकी नै छ, कति कुराहरू मैले सामान जोड्न नै बाँकी छ, कति कुराहरूमा म रेगुलर भइरहेको छुइनँ। माइन्ड नै के हुन्छ कुनै अब एकचोटि फोन चलाउन थालिसकेपछि फोन स्क्रोल मात्रै भइरहेको छ क्या, तर कन्सन्ट्रेट नै छैन क्या लाइफमा। छैन क्या अब कस्तो भने भिडियो एडिट गर्न बसिरहेको मान्छे पनि अब
के भइदिन्छ भने एकचोटि टिकटक खोलिसक्यो त्यसमै मात्रै ध्यान गइदिन्छ कतिखेर टाइम बितेको र अहिले चाहिँ वर्ल्ड कप नै चलिरहेको भएर होला रातभरि गेम हेरेर बसेर दिनभरि सुत्दियो अनि फेरि अलिकति 12-1 बज्न थाल्ने बित्तिकै म ड्राइभिङ क्लास गइदिइहाल्छु अनि घर आएर एडिट गर्न खोज्दाखेरि एकछिन स्क्रोल गर्दाखेरि 3-4 बज्दिन्छ घरमा पानी थाप्दा भन्दा अनि त्यसपछि टाइम बितेको थाहै पाउँदैन एडिट गर्न नै पाउँदैन क्या मलाई चाहिँ के राम्रो लाग्यो भने 3 वर्षपछि म नेपाल आएपछि यो बाटो चाहिँ एकदमै राम्रो र पेज कुलखानीसम्म नै पेज बनेको रहेछ होइन त्यो चाहिँ एकदम रमाइलो लाग्यो र यदि तपाईँहरूले योभन्दा अगाडिको मेरो फर्पिङको दक्षिणकाली होइन फर्पिङको हाइकको भिडियो हेर्नुभयो कि नै मेरो सर्ट हाइक नेपाल आएर 1 हप्ताभित्रमै साथीले जम भन्ने बित्तिकै गइदिइहालेको थियो यही माथि नै थियो तपाईँहरूले हेर्न सक्नुहुन्छ म भिडियोमा पिन गरिदिनेछु त्यो भिडियो अनि जस रमाइलो भयो होइन एक्सपिरियन्स फर्स्ट हाइक नै भनौँ न त्यो सर्ट हाइकमा फर्स्ट हाइक नै थियो र एकदमै यहाँनिर चाहिँ बाटो एकदम राम्रो थियो र यो भ्यू चाहिँ एकदम गुरुङचुल्लीको भ्यू चाहिँ एकदमै क्या अब उताबाट हेर्दाखेरि त्यस्तै एस्थेटिक देख्ने यहाँबाट हेर्दाखेरि पनि क्या दामी देख्ने क्या त्यस्तै एस्थेटिक नै देख्ने क्या अब तेरे बिना यहाँ मेरी सांसें जैसे बिना निंदिया की रातें और तू ही मेरे दिल की रज़ा है तेरे बिना दिल भी खफा है तेरी योहरू एकदम दामी थियो र प्लस बाटो पनि एकदम राम्रो थियो हामी इजिली मजाले आयो यहाँसम्म चाहिँ यो सिस्नेरीसम्म र बिचो बाटोमा पुगेर चाहिँ हाम्रो साथीको बाइकले चाहिँ धोका दिन्छ किनभने अलिकति ब्रेकमा धेरै नै टाइट भइदिन्छ अगाडिको चक्का नै गुड्नलाई अलिक अप्ठ्यारो मानिरहेको हुन्छ र यहाँनिर अलिकति थाहा भएको कुरा चाहिँ यहाँनिर अलिक तल पुगेपछि अब सिस्नेरीमा चाहिँ एउटा वर्कसप थियो जस्तो एउटा कि दुईवटा अब वर्कसप थियो क्या अब त्यहाँनिर बनाऊँ अब हेरौँ के हुन्छ अब तर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु र प्लस लाइक पनि गर्नु र नोटिफिकेसनको बेल आइकन पनि थिच्नु होला किनभने अब आउने दिनहरूमा म च्यालेन्जेसहरू अनि साइकलको भिडियो अनि स्केटबोर्डको भिडियोहरू अनि बाइक राइडिङको म सोलो टुर या फिर यता हाइकिङहरू या फिर क्याम्पिङहरू अलग ठाउँमा गइरहेको भिडियोहरू म फेरि पनि पोस्ट गर्नेछु तुम जैसी हो बस वैसी रहो कता पानीको त हो यो तानो नि हेर न यस्तो टाइट भएको यो फेरेको क्या यसमा पानी तेल छैन काकोहरूलाई घोट्याएकै छ कोही छैन क्या तेल छैन क्या जो अस्ति भर्खरै निकालेको क्या हल्का ब्रेक ओइल निकाल्ने चाहिँ हालेको निकालेको यसै नै यो जाम भएर क्या यो मुजी अड्केर पहिलाको ठिक थियो क्या यो फेरेको होइन त्यहाँदेखि कहाँ बनाएको
लक्ष्मीमा नखुवा त्यो त कहाँनिर त्यो छैन पुलिस छिर्ने बाटो त्यो उसकोमा सन्तोष दाइ क्या त्यो हो त पेन्सिस ल्यायो भने के पेन्सिस के हो त्यो कस्तो त घुमा हेर्दा टाइम लुज भयो अझै छ दुई पम्प हान्नु अझै दुई पम्प हान्नु भयो होला है खै एकचोटि घुमाएर हेर्नु न पैसा त च्यापिराख क्या यही तेल ननिस्केरै हो जस्तो क्या अझ निकाल्दै निकाल्ने अझै निकाल्दा पनि अलि ब्रेक ओइली सक्यो भने नाम झ्याउ हुँदैन लुज भयो भने भयो अहिले चाहिँ अलिक घुमे ब्रेक हान्दा त्यही भयो झ्यापा हान्दा भयो फाइनली साथीको बाइक पनि बनाइ भयो त्यो अब ब्रेकको त्यो अलिकति तेलले चाहिँ अलिकति धेरै नै टाइट भइरहेको थियो एयर फ्लो नभएर सायद हो कि के भएको पनि एकदम टाइट भएर चलिरहेकै थिएन अब खै मलाई थाहा छैन बाइकहरूको बारेमा कति कुरा अब आफूलाई त बाइक मेरो आफ्नो बाइकमा चाहिँ त्यस्तो प्रब्लमहरू आइरहेको छैन र यदि केही प्रब्लम भइहाल्यो भने पनि अब जस म चाहिँ के एउटा खुसी अब मलाई चाहिँ के खुसी लाग्छ भने म 3 वर्ष या 3.5 वर्ष जस्तै म बाहिर थिएँ र मैले बाइक चाहिँ बुवाको हातमा छोडेर बुवाकै जिम्मेवारीमा बुवालाई नै छोडिदिएको थिएँ बुवाले चलाउनुहुन्थ्यो र बुवाले एकदम राम्रो कन्डिसनमा राखेको थिएँ नि यो बाइकलाई ओहो म यति कुरामा नै खुसी छु क्या बाउ जस अरूको बाउहरूले चाहिँ आफ्नो छोराको बाइकहरू एकदम ध्वस्तै बनाइदिन्थ्यो या फिर अरूहरूलाई दिएर यताउति अब मेरो साथीको एउटा छ क्या MT-50 थियो अब उसको बुवाले चलाउँथ्यो बुवाले बाइक छोराको बाइक ध्वस्तै बनाइदिएको थियो तर मेरो बुवाले चाहिँ मेरो बाइक चाहिँ एकदमै कहीँ डेन्ट पनि आएको छैन र त्यस्तो अलिअलि डेन्ट चाहिँ छ तर बाइकको कन्डिसन अझै पनि स्टिल 3 वर्ष भइसक्यो त्यो पनि राम्रै छ त्यहाँदेखिको तल पुगिसकेपछि चाहिँ तलको बाटो छिरिसकेपछि बाटो चाहिँ अलिकति अप्ठ्यारो नै थियो अलिकति अफ रोड नै थियो A few moments later, 2,000 years later, 1 eternity later. हामी आयौँ बाइक राखेर मेरो गोप्रोमा ब्याट्री सक्यो भनेको त्यहाँमाथि फोनमा स्टोरेज थियो आइप्याडमा स्टोरेज थियो सबै चिज भिडियो एडिट गर्न मात्र बाँकी छ एक्सपोर्ट गर्न बाँकी छ मात्र होला यहाँ बसौँ न यहाँ ठुलो ढुङ्गा होइन एकचोटि मलाई चाहिँ स्विमिङ गर्न नि आउँदैन र मलाई डाइभ हान्न पनि आउँदैन केटाहरूले कस्तो माथि माथिबाट हाम फाल्दिन्छ कस्तो माथि माथिबाट डाइभ हाल्दिन्छ टाउकै मेरो त मैले अलिकति डाइभ हान्दाखेरि त टाउकै ठोक्यो भनेपछि केटाहरूले त्यस्तो माथि माथिबाट कस्तरी हाम फालिदिन्छ मलाई चाहिँ आफ्नो जिउको माया लाग्छ यस्तो कुराहरूमा चाहिँ पनि अब यो स्विमिङ पुल पनि होइन प्लस अब कहाँनिर कहाँ ढुङ्गा चाहिँ केही थाहा नै आउँदैन मलाई चाहिँ अलिकति डरै लाग्छ अब तपाईँहरू चाहिँ के लाग्छ भने मलाई चाहिँ एकदमै डर लाग्छ
वाचिङ दिस भिडियो गाइज आई होप तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला यदि तपाईँले सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला अब आउने दिनहरूमा फेरि पनि यस्तै इन्ट्रेस्टिङ भिडियोहरू पनि हाल्नेछु र ल आजलाई यति नै भन्दै हस्त म बिदा लिन चाहन्छु स्टे ट्युन बाई बाई